लग्न चन्द्रमा हुँदाखेरि मुख लाटो हुने भयो, उन्मत्त बौला हुने भयो, जड मूर्ख हुने भयो, अन्ध अधर हुने भयो, हिन कर्म गर्ने भयो, बधिर बहिरो हुने भयो, प्रेष्य चाकर शशाङ्क 1600 अझ उच्च गते भने कर्कटमा हुन्छ भनेदेखि धनी हुने भयो, वृषभमा हुन्छ भनेदेखि धनी नै हुने भयो, मेषमा हुन्छ भने सन्तानले सोखरामा हुन्छ भने कुटुम्बले सहित भएको हुने, तेस्रोमा चन्द्रमा हुन्छ भनेदेखि मागी कर्म गर्ने, चौथामा भए सुखले सहित हुने भयो, घर जग्गाले सहित हुने भयो, मातृ सुखले सहित हुने भयो, चौथाका भावका फल सब बढ्ने भए। यदि पाँचममा चन्द्रमा छ भनेदेखि विद्या बुद्धि सन्तान आदि राम्रो हुने भयो। छैठौँमा चन्द्रमा हुन्छ भनेदेखि शत्रु धेरै हुनेछ, कमजोर शरीर हुनेछ, अग्नि र कामदेव कमजोर हुनेछन्, काय शरीर बन्ने अग्नि मदन भनेको कामदेव मृत्यु भनेको कमजोर हुनेछन्, तीक्ष्ण स्वभावको हुनेछ। सातममा चन्द्रमा हुन्छ भनेदेखि के हुन्छ, ईर्ष्य भनेको रिसालु हुन्छ, तीव्र मद भनेको कामदेवको वृद्धि हुनेछ। अष्टमी 8मा चन्द्रमा भयो भने के हुन्छ, मानसिक धेरै चाहिँ उतार चढाव हुने, धेरै सोच्ने र व्याधिहरूले त रोगले सहित भएको हुन्छ 8मा चन्द्रमा। धर्मस्थिति भनेको 9औं स्थानमा चन्द्रमा भयो भने के हुन्छ, सौभाग्य असल भाग्य सहित भएको हुन्छ, आत्मजन छोरा मित्र बन्धु बान्धव धनलाई भाग भोग्ने सबैको भोग गर्ने हुन्छ। 10औं स्थानमा चन्द्रमा गयो भनेदेखि निष्पत्ति भनेको सिद्धिमा सम्पत्ति प्राप्त हुनेछ, धर्म धन बुद्धि पराक्रमले सहित भएको हुन्छ। 11 नम्बरमा ख्यात प्रख्याति हुनेछ, लाभ हुनेछ, सबैतिर प्रख्यात हुनेछ, लाभ हुनेछ। व्यय भनेको 12औं स्थानमा चन्द्रमा गयो भनेदेखि यहाँ शूद्र कर्म गर्ने हुन्छ, शूद्र हुनेछ, एकदम छुचो अङ्गहीन अङ्गले हिँड भएको हुनेछ, कुनै अङ्गभङ्ग भएको हुनेछ। ज्ञानानन्दमयम देवम निर्मल स्फटिकाकृतिम आधारम सर्वविद्यानाम हयग्रीवमुपास्महे। लग्नदेखि 12औं भावमा रहेका सूर्य आदि ग्रहले कस्तो खालको फल दिन्छन् भन्ने खालको विषयलाई लिएर यहाँ मैले भिडियो बनाइरहेको छु। स्वागत छ यहाँहरूलाई ज्योतिष खोज युट्युब च्यानलमा। ज्योतिष तत्त्व दर्पण 195 पेजबाट बृहज्जातक भावाध्याय 20 नम्बर अध्यायबाट योभन्दा पहिला सूर्यको फल मैले बताइसकेको छु। अब चन्द्रमाको भाव फल बताउन गइरहेको छु। भिडियो अत्यन्त सान्दर्भिक छ, अत्यन्त आवश्यकता छ। कति पनि नछोडिकन हेर्नुभयो भनेदेखि ज्योतिष हुनलाई यसैले काम गर्छ। यस्ता भिडियोहरू छोड्नु हुँदैन। पढ्दै नपढेका मान्छेले पनि यसो आफ्नो कुण्डली हेर्यो, मैले बताइरहेका ग्रह लग्नदेखि 12औं भावमा कुन भावमा छ, त्यो ग्रहले के फल दिन्छ, त्यो फल आफै विचार गर्न सक्ने, कति पनि ज्योतिष नपढेका मान्छेले पनि यो काममा ल्याउन सक्ने खालका यस्ता भिडियो बनिरहेका छन्। हुनसक्छ अरूको चिना हेर्नको लागि अलि पढ्नु पर्ला, आफ्नो विचार गर्नलाई मेरो ग्रहले यो पार्यो, यस्तो बनायो, कुन ग्रहले पार्यो त भन्ने खालको कुरा आफैले विश्लेषण गर्न सक्ने खालको अध्ययन गर्न सकिने व्यवस्था छ। आउनुहोस् अब हामीले संस्कृत श्लोकबाट पाठ सुरु गरौँ। मुकोन्मत्त जडान्धहीन बधिर प्रेष्या शशाङ्कोदय सुरक्षा जोच्च गते धनी बहुसुत ससु कुटुम्बी धने हिंस्रो प्रातिगते सुखे सतनये तत्प्रोक्त भावान्वितो नैकारी मृदुकाय बन्नि मदन तीक्ष्णो लसस्तारिगे ईर्ष्युस्तीव्र मदो मदे बहुमति व्याध्यार्दितश्चाष्टमे सौभाग्यात्मज मित्र बन्धु धन भाग धर्मस्थिति शीतगौ निष्पत्तिम समपैति धर्म धनदि शौर्ययुतः कर्मगे ख्यातो भाव गुणान्वितो भवगते क्षुद्रङ्गहीनो बे। यस श्लोक मैले 2033 साल 34 सालमा पढेका श्लोक हुन्। अहिले पनि बिर्सिएको छैन, गुरु कृपा। पाङमा बसेर गुरुहरूसँग पढ्दाखेरि धेरै आनन्द लाग्थ्यो। अब यसको अर्थ शशाङ्कोदय,
शशाङ्क भनेको चन्द्रमा, शश भनेको खरायोको चिन्ह। चन्द्रमाको शरीरमा चन्द्रमामा खरायोको चिन्ह देखिन्छ अहिले पनि। खरायोको चिन्हले अङ्कित भएकालाई शशाङ्क भनिन्छ, चन्द्रमालाई शशाङ्क भनिन्छ। उदय भनेको लग्न स्थानमा, लग्न स्थान भनेको यो हो। लग्न स्थानमा यदि चन्द्रमा रहन्छ भनेदेखि व्यक्ति कस्तो हुन्छ? मुक भनेको लाटो हुन्छ, उन्मत्त भनेको बौला हुन्छ, जड भनेको मूर्ख हुन्छ, अन्ध भनेको अँधलो हुन्छ, हिन भनेको हिनकर्म गर्ने हुन्छ, बधिर भनेको बहिरो हुन्छ, प्रेस्या भनेको चाकर हुन्थ्यो। यस्ता प्रकारको हुन्छ। लाटो, बौला, मूर्ख, अन्ध, हिनकर्म गर्ने, बहिरो, चाकर यस्ता प्रकारको हुन्छ। चन्द्रमा त राम्रो ग्रह हो नि त, लग्न पनि राम्रो स्थान, राम्रै हुन पर्ने। लग्नमा चन्द्रमा त्यति राम्रो बताइएको छैन। त्यसैमा पनि सुरक्षा आफ्नो राशिको चन्द्रमा उदय लग्नमा हुन्छ भनेदेखि, सुरक्षा आफ्नो राशिको शशाङ्क भनेको चन्द्रमा उदय लग्नमा हुन्छ भनेदेखि धनी हुन्छ। अझ भनेको मेष राशिमा गएको चन्द्रमा उदय लग्नमा हुन्छ भनेदेखि बहुसुत धेरै छोरा भएको हुन्छ। त्यस्तै प्रकारले उच्च गते चन्द्रमा वृष राशिमा उच्च हुन्छ। वृष राशिको चन्द्रमा उदय लग्नमा जान्छ भनेदेखि ससो धनले सहित भएको हुन्छ। पहिला चन्द्रमा लग्नमा आउँदाखेरि राम्रो फल बताइएन, तर अहिले कर्कटमा, मेषमा र वृषमा चन्द्रमा रहन्छन् भनेदेखि राम्रो फल बताइयो। कर्कट आउँदाखेरि धनी, मेषमा आउँदाखेरि चाहिँ धेरै सन्तान भएको, त्यसपछि वृषमा आउँदाखेरि फेरि धनी हुन्छ। माथिका नराम्रो फल हुँदैनन्। लग्नमा भएको चन्द्रमाको फल यस्तो बताइयो। दोस्रो स्थानमा चन्द्रमा हुने व्यक्तिको फल के हुन्छ त? चन्द्रमाको धने भनेको दोस्रो स्थानमा यदि शशाङ्क चन्द्रमा छ भनेदेखि कुटुम्बी भनेको, कुटुम्ब भनेको परिवार, जान परिवार, बन्धुवर्ग, नजिकका आफ्ना नजिकका मान्छेलाई कुटुम्ब भनिन्छ। कुटुम्ब त छोरी दिएको, छोराको बिहा गरेको ठाउँलाई नै कुटुम्ब भन्ने चलन छ हाम्रो ठाउँमा। तिनलाई पनि आफ्नो बनाएको, तिनलाई आफ्नो बनाएको भएर कुटुम्ब भन्न परेको भनेको। वास्तविक कुटुम्ब छोरा, नाति, नातिना, यताउता चाहिँ ज्वाइँ, भान्जा, भान्जी सबै ती सबै कुटुम्बमा पर्छन्। परिवार, ठुलो परिवार छ हाम्रो भन्छन् कसैले, कसैले चाहिँ हाम्रो सानै परिवार छ भन्छन्। दोस्रोमा चन्द्रमा छ भनेदेखि कुटुम्बी, कुटुम्बले सहित भएको हुन्छ। त्यस्तै प्रकारले शशाङ्क भनेको चन्द्रमा भ्रातृगते भनेको तेस्रो स्थानमा जान्छ भनेदेखि हिंस्र भनेको मारिकर्म गर्ने हुन्छ, हिंसा गर्ने हुन्छ, दया नभएको। हिंसक व्यक्ति दयामा दया हुन्न, दया नभएको हुन्छ। शशाङ्क भनेको चन्द्रमा सुखे चौथामा भएको छलामा र सतनय पाँचमा भएको छलामा तत्प्रोक्त भावान्वित, भावले उन्वित सहित भएको फल कहनु। तत् भनेको त्यो, भावले उन्वित सहित भएको फल जो छ प्राप्त हुन्छ, पाइन्छ। यसको अर्थ के आयो? चौथामा चन्द्रमा भयो भनेदेखि सुख हुन्छ। सतनै भनेको पाँचौँ स्थानमा चन्द्रमा भयो भनेदेखि सन्तान हुन्छ। चौथाको र पाँचौँको चन्द्रमालाई यसरी बताइयो। चौथाको चन्द्रमालाई भयो भने यहाँ चौथा चन्द्रमा भयो भनेदेखि आमा, त्यसपछि सुख, खेतीपाती, घर जग्गा जमिन राम्रो। यहाँ चन्द्रमा भयो भनेदेखि विद्या, बुद्धि, सन्तान यो राम्रो हुन्छ भनेको त्यही हो, तत्परता भावान्वित। शशाङ्क भनेको चन्द्रमा अरिगे छैटमा रहेछमा न्यायकारी, धेरै शत्रु हुन्छन्, मृदुकाय कोमल शरीर भएको हुन्छ। बन्नी भनेको अग्नि र मदन कामदेव कमजोर भएको हुन्छ। पचाउन सक्ने अग्नि कमजोर हुन्छ। छैटौँ चन्द्रमा हुने मान्छे रोगी हुन्छ भने छ। कामदेव पनि कमजोर हुन्छ। तीक्ष्ण स्वभावको हुन्छ, अलिक कर्कशा स्वभावको हुन्छ। रोगी भएपछि त्यस्तै अलि सहन सक्दैन। अलस्वस्थ, अल्छी पनि हुन्छ।
के भयो? छैटामा चन्द्रमा हुँदाखेरि शत्रु भएको हुने भयो, कमलो कमजोर छोरी हुने भयो, कामदेव र पेटको अग्नि कमजोर हुने भए, तिखो खालको चाहिँ स्वभाव हुने भयो, अलि चाहिँ बोलीमा तीक्ष्णता होला, केहीमा अलि चाहिँ तीक्ष्ण होला, अलस्वस्थ अल्छी हुन्छ। तीव्र मदो मदे बहुमती व्याध्यार्दितश्चाष्टमी दोस्रो श्लोक भयो। मदे सातौं थानमा भएको सिद्धको चन्द्रमा भएको बेलामा ऋषि रिसालु हुन्छ, तीव्र मदो कामदेव कडा भएको हुन्छ, बढी कामदेव भएको हुन्छ, काम वासनालाई जित्न सक्दैन, किन सातौं थान कामस्थान हो। सिद्धको भनेको चन्द्रमा अष्टमी आठमा गएको छैनमा बहुमती धेरै बुद्धि भएको हुन्छ, धेरै बुद्धि भएको हुन्छ अथवा मानसिक तनावमा रहन्छ, धेरै चाहिँ यता उता सम्झने हुन्छ, मनमा धेरै कुरा खेलाउने हुन्छ, त्यसकारणले मानसिक तनावमा रहन्छ। व्याध्यार्दित रोगले आत्तिएको हुन्छ, जसको आठमा चन्द्रमा हुन्छ त्यो धेरै मानसिक सन्तुलनमा चाहिँ अलिकति तलमाथि बढ्छ र रोगी पनि हुन्छ। कतै कतै आठमा चन्द्रमा भएको मान्छेलाई अल्पायुजो पनि लाग्छ भनेर देखाइएको छ, तर चन्द्रमाले मात्रै होइन अरू ग्रह पनि मिल्न पर्छ। चित्तको चन्द्रमा धर्मस्थिति नवौं स्थानमा रहेछमा सौभाग्य असल भाग्यले सहित रहेको हुन्छ। आत्मज भनेको छोरा, मित्र भनेको इष्टमित्र, बन्धु भनेको बन्धु बान्धव भनेको आफ्नो परिवार, धनलाई भाग भोग गर्ने हुन्छ। धर्मस्थिति भनेको नवौं स्थानमा चन्द्रमा रह्यो भनेदेखि सौभाग्य, आत्मज, मित्र, बन्धु, धनलाई भोग गर्ने हुन्छ। चित्तगौ भनेको चन्द्रमा कर्मगे दशम थानमा गयो भनेदेखि दशम थान चन्द्रमा यहाँ भयो, यहाँ चित्तगौ चन्द्रमा दशम थानमा गयो भनेदेखि के हुन्छ? निष्पत्ति भनेको जे काम गर्ने पनि सिद्धि प्राप्त गर्ने, पुरा गर्ने, काम गर्न लागेको कुरा फत्तै गर्ने, कुनै रोकिन नपर्ने, सिद्धि हुने, त्यस्तो कार्यमा समुपैति प्राप्त हुन्छ, सिद्धि हुनमा प्राप्ति हुन्छ अथवा त्यसो कार्य सिद्धि हुन्छ। धर्म धन धन, धी भनेको बुद्धि, शौर्य भनेको पराक्रमले परिपूर्ण भएको हुन्छ। काम गरेको सिद्धि भएपछि धर्म पनि गर्न सक्यो, धन पनि आयो, बुद्धिमान कहलाइयो, पराक्रमी पनि हुन्छ, किनभनेदेखि आफूले गर्न लागेको काम सफलता प्राप्त गरिसकेपछि। दशमको चन्द्रमा राम्रो। अब भवगते, भव भनेको एकादश स्थानलाई भव भन्छ, भव भनेको शिवजीको नाम हो। भवम भवानी सहितम नमामि भन्ने गरी 11को सङ्ख्या बोलेर कैनी भएको हुनाले भव भन्छ दशम एकादश स्थानलाई। ख्यात प्रख्याति हुन्छ, भाव गुणान्वित हो, भावका गुणले सेत रहेको हुन्छ। भवगते एकादश स्थानमा गएको चन्द्रमा भएछदामा ख्यात प्रख्याति हुन्छ, भावका गुणले उन्वित सहित रहेको हुन्छ। भावका गुणले सहित रहेको हुन्छ भने के हो? एकादश स्थानको काम हो, के हो? लाभ स्थान हो, लाभ हुन्छ, प्रख्याति हुन्छ, लाभ हुन्छ, लाभै लाभ हुन्छ, फाइदा आय हुन्छ। यहाँ चन्द्रमा गयो भने धेरै कुराबाट आय हुन्छ। चन्द्रमाको स्वरूप धर्म के हो त्यो अनुसारको विशेष हुन्छ। सिद्धको भनेको चन्द्रमा 12मा गएछमा क्षुद्र कर्म गर्ने हुन्छ, अङ्गहीन हो, अङ्गले हीन भएको हुन्छ। अब सरस्वती छोटो हो। लग्न चन्द्रमा हुँदाखेरि मुख लाटो हुने भयो, उन्मत्त बौला हुने भयो, जड मूर्ख हुने भयो, अन्ध अधर हुने भयो, हिन कर्म गर्ने भयो, बधिर बहिरो हुने भयो, प्रेष्य चाकर हुने भयो। शशाङ्क चन्द्रमा उदय लग्नमा हुँदैन। शशाङ्क चन्द्रमा 16 अझ उच्च गते भनेपछि आफ्नो राशिमा भएछदामा धनी, अझ मेष राशिमा भएछदामा बहुसुत धेरै सन्तान भएको र उच्च गते भनेको वृष राशिमा भएको चन्द्रमा लग्न हुन्छ भनेदेखि ससु धनी हुन्छ। यही चन्द्रमा कर्कटमा हुन्छ भनेदेखि धनी हुने भयो, वृषमा हुन्छ भनेदेखि पनि धनी नै हुने भयो, मेषमा हुन्छ भने सन्तानले सहित हुने भयो, सन्तानवाला हुने भयो। अब त्यही चन्द्रमा धनी दोस्रामा हुन्छ भने कुटुम्बी
कुटुम्ब यो थानलाई कुटुम्ब थान भन्छ। कुटुम्ब भनेको बन्धुवर्ग अथवा आफ्ना चाहिँ जान परिवार कुटुम्बले सहित भएको हुने भयो। केसमा जन्माउँछन् भनेदेखि हिंस्रको निर्दयी हिंस्रक मारी कर्म गर्ने हिंसा गर्ने हुने भयो। चौथामा भए सुखले सहित भयो हुने भयो। घर जग्गाले सहित हुने भयो। मातृ सुखले सहित हुने भयो। चौथाका भावका फल सब बढ्ने भए। यदि पाँचममा जन्म छ भनेदेखि विद्या बुद्धि सन्तान आदि राम्रो हुने भयो। छैठा जन्म छ भनेदेखि नैकारी मृत्युकाय शत्रु धेरै हुनेछ। कोमल शरीर हुनेछ। कमजोर शरीर हुनेछ। अग्नि र कामदेव कमजोर हुनेछन्। काय शरीर बन्ने अग्नि मदन भनेको कामदेव मृत्यु भनेको कमजोर हुनेछन्। तीक्ष्ण स्वभावको हुनेछ। अलस अल्छी पनि हुन्छ। सातममा जन्म हुन्छ भनेदेखि के हुन्छ ईर्ष्य भनेको रिसालु हुन्छ। तीव्र मधु भनेको कामदेवको वृद्धि हुनेछ। अष्टमी आठमा जन्म भयो भने के हुन्छ बहुमती धेरै बुद्धि भएको हुन्छ। अथवा धेरै बुद्धि भनेको चाहिँ धेरैतिर चाहिँ सोच्ने मानसिक धेरै चाहिँ उतार चढाव हुने धेरै सोच्ने र व्याधिहरूले त रोगले सहित भएको हुन्छ। आठौँ तनमा राम्रो फल हुँदैन। धर्मस्थिति भनेको नवौँ स्थानमा जन्म भयो भने के हुन्छ सौभाग्य असल भाग्य सहित भएको हुन्छ। आत्मजन छोरा मित्र बन्धु बान्धव धनलाई भाग भोग गर्ने सबैको भोग गर्ने हुन्छ। असल भाग्य पनि भोग गर्ने हुन्छ। सन्तानको पनि राम्रो सन्तान हुनेछन्। मित्र पनि राम्रो असल हुनेछन्। बन्धु पनि असल हुनेछन्। धन पनि चाहिँ धेरै हुनेछ। कर्मगे यहाँ जन्म गयो भनेदेखि दशम स्थानमा जन्म गयो भनेदेखि निष्पत्ति भनेको सिद्धिमा सम्पत्ति प्राप्त हुनेछ। धर्म धन धी बुद्धि र शौर्य पराक्रमले युक्त सहित भएको हुन्छ। धर्म धन बुद्धि पराक्रमले सहित भएको हुन्छ। अब एकादश स्थानमा जन्म गयो भवगति भने एकादश स्थानमा ख्यात प्रख्याति हुनेछ। जतासुकै नाम चल्नेछ। अनि भाव गुणान्वित भावका गुणले सहित भएको लाभ हुनेछ। सबैतिर प्रख्यात हुनेछ। लाभ हुनेछ। लाभले सहित हुन्छ। शब्द चाहिँ सामान्य छन्। त्यसको अर्थ चाहिँ बहुत जटिल छन् महत्त्वपूर्ण छन्। व्यय भनेको 12 ठानमा जन्म गयो भनेदेखि यहाँ जन्म भयो भनेदेखि शूद्र कर्म गर्ने हुन्छ। शूद्र हुनेछ एकदम छुचो अङ्गहीन अङ्गले हिँड भएको हुनेछ। कुनै अङ्गभङ्ग भएको हुनेछ। यसरी चाहिँ कर्मको फल बताइयो। अब योभन्दा अगाडिको भिडियोमा मङ्गलको फल बताइनेछ। पूर्णमदा पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति ओम शान्ति ओम शान्ति।